हामी भने अन्तिम युद्ध लडिरहन्छौँ। हामीले यति मात्र उपलब्धिका लागि लडेका थियौँ। हामीले ल्याएको व्यवस्थामा जनताहरू सम्मानित, समस्याविहीन, सुखी खुसी हुन्छन् भने होइन र? कतै हाम्रो आस्थाको सगरमाथा ढाल्न खोजिएको त होइन। लासहरूको पहाड चढेर, रगतको महासागर तरेर के सिंहदरबार छिर्नु मात्र हाम्रो उद्देश्य थियो कि राजतन्त्रका मण्डले कुण्डलेहरूलाई मलजल गर्नु मात्र थियो। कतै बिर्सिनु त भएको छैन नि कमरेड? हजारौं दिदी बहिनीको सिउँदोको सिन्दुर पुछिएको, काख रित्तिएको, परिवार उजाडिएको, घाइते अपाङ्ग बेपत्ता भएको, अझै पनि ती बुढी बा आमा आफ्नो सन्तान आउँछन् कि भनेर बाटो कुरिरहेका छन्। हामीले यो देश र जनताको लागि के चाहिँ गरेनौँ होला? घाँस काट्यौँ, सपना बाड्यौँ, रगत बगायौँ, सिङ्गो जीवन अर्पण गर्यौँ। हाम्रो बलिदान, हाम्रो मुक्ति यात्रा यो देशका भ्रष्टाचार, दलाल, घुसखोरी, तस्करीको सुन्दर संसार निर्माण गर्नु थियो। जिन्दगीमा रङ्गीन इन्द्रेणी रङ्गका रहरहरू त्यागेर क्रान्तिमा होमिएका कमरेडहरू आज एउटा फिक्का रङ देख्दैमा किन लोभिँदै हुनुहुन्छ? भौतिक सम्पत्ति आफ्नो नाममा नराख्ने भनेर लगाइएको नाकको फुलीसम्म पार्टीलाई बुझाउने कमरेडहरू आजहरू किन पश्चाताप गर्दै हुनुहुन्छ? अभाव त तपाईँले मात्र होइन नि कमरेड, जनयुद्धमा नहिँडेका साथी सङ्गीहरूको पनि जीवन खासै बदलिएको छैन। व्यवस्था पछिको अवस्था बदल्न समाजवादी क्रान्ति गर्नै बाँकी छ, वैज्ञानिक शिक्षा बदल्नै बाँकी छ। आफूले के पायो प्रश्न गर्न सक्छ। हामी के पाउन क्रान्तिमा उभिएको थियौँ? सांसद बन्न, मन्त्री बन्न कि सम्पत्ति कमाउन या अर्को शासक बन्न? सोच्नुस् कमरेड, सोच्नुस्। होइन, एकात्मक राज्य व्यवस्था भत्काएर गणतन्त्र ल्याउनु होइन, समाजवाद, साम्यवाद व्यवस्थाले सबैलाई बराबरी मुक्ति दिनु होइन। हाम्रो झन्डा नढलोस् भनेर हामी ढल्दै गर्दा तपाईँको हातमा झन्डा थम्माएको कमरेड। यो देशमा परिवर्तनका झोक्काहरूले थुप्रै परिवर्तनहरू ल्याए, तर ती भुइँ मान्छेको मुहारमा न पञ्चायतको छिल्को पर्यो न राजतन्त्रको उज्यालो नै छायो। तर परिवर्तन यसरी भयो, उमेरसँगै चौरिँदै गएको मुहारमा फेरि अर्को निराशा र दमनको धर्ता थपियो। तर आजकल निमुखाहरूको झुप्रो छाप्रो र अनुहार गणतन्त्रको उज्यालोले छाउने
कमरेड, हाम्रो बलिदान चान्चुन थिएन र छैन पनि। हरेक दशक परिवर्तनको दशक रहेको छ। कुर्सीमा मन्त्रीहरू फेरिए, व्यवस्था बदलियो, तर कर्मवीर मान्छेको अवस्था अझै बदलिएन। आमा, हाम्रो भौतिक शरीर ढलेको छ, तर हाम्रो आस्था ढलेको छैन, विचार ढलेको छैन। आमा, हामी सडेका छैनौँ, हामी मरेका छैनौँ। हामी घाम भेट्न निस्केको मान्छे, हामी जुटित हिँडेका यात्री। आँखोको कुनै प्रभाव छैन यात्राहरूमा। भुइँ गहिरो माथि उठेपछि अवश्य एक दिन सगरमाथाको उचाइ चुम्नेछौँ। कति पनि निराश नहुनुहोला आमा। रमाइलो भयो नि त केटा? हाउ साह्रो दामी दामी आनन्द स्वर्ग स्वर्गै पुगेँ नि म त एकछिन। मेरो सङ्गत गर न केटा हो मेरो। यस्ता चरी त नि दिनै बुझे फेरि फेरि तिमीहरूलाई। हजुर चरीको लागि त हजुरकै सङ्गत गर्छु। भेडाहरू चाहिँ कम भयो क्या केटा हो, भेडाहरू खोज्नु पर्यो। हाना तपाईँले भेडाको टेन्सन लिने नै होइन नि। यहाँ भेडा 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 सबका सब भेडा। यसो हातमा नुन देखाए जस्तो गरेर सुई पार्नु पर्छ। त्यही पनि अझै आएन भने के गरे? गर्नुपर्छ भेडा त यत्तिकै 3 गुणेमा जत्तिकै हौ। लु केटा हो बसौँ बसौँ। हेत्तेरिका यिनीहरूले यो प्रचार प्रसार चाहिँ जहाँ पाए यति फ्यालेको छ कि। ल बसौँ। ओहो म त्यहाँ बस्नु नहुने रहेछ। ओले जने फुकाल्नु पर्यो भने बर्बाद हुन्छ। के भन्छ हौ? म बस्दिनँ, म यहाँ बस्नु छ। शहीद दिलबहादुर रम्तेल रम्तेल। ओहो कसरी बस्नु त त्यो रम्तेलको छेउमा? हाउ नहुने रहेछ जाठो। अनि केटा हो अघि के त अघि आउने सलक्क जिउडाल परेको, कटक्क कम्मर छिनेको, मिसुवाले जस्तै ट्वाक 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 गरेर आउने। त्यो पनि त रम्तेलै हो। राम 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 तु 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 सुन पानी के गरे नि पिति पनि आज। हाउ यो सुन पानी भन्दा पनि यो मुत पानी चराउनु राम्रो होइन गरे नि त। फेरि किडनी बिग्रिन्छ भन्छ। तेरे यसको किडनी हावा कुरा गरेर भए पनि केटा हो बाँचेको के फरक रहेर मरेकै भन्नुपर्छ भने न मेरो टिक्ने माटो छ न समाउने आगो नै छ। रिन्डीको न्युमा मुखियाले भएको जय जेठा घरबारी सबै लगिदियो। मलाई आँखा नगएर मेरो धानलाई मारेर पालिदियो। अनि मुखियासँग सजा नहालेपछि मलाई बोक्सी भनेर कुटपिट गरेर गुबो खुवाट्नु कि। बिचरा मेरो छोरा बालकैमा त्यसैको हाली बसेको छ। दिदी दुःख कसले परेको छैन र? कम्तीमा छोरालाई त सम्झिनुहोस्। तपाईँले यस्तो गर्नुभयो भने छोराको के हालत हुन्छ होला? सम्झिनुहोस्, मेरो झन् कोनी बाँकी एउटी छोरीलाई त ती दरबारका
दारूले शरीरका रुचि बलात्कार गरेर मारिदिए। त्यति मात्र गाउँ र पानी मोर्दा मन्दिर जाँदा तल्लो जात भनेर कति हेला गरे। अब म पनि मरु त, मर्नु मात्र जिन्दगीको विकल्प होइन नि दिदी। तर अब हामी चुप लागेर बस्नु हुँदैन दिदी। हामी बोले नि मरिने रहेछ, नबोले नि मरिने रहेछ। आखिरमा मर्नु नै छ भने त बोलेर नै मरौँ न दिदी। हामी कहिलेसम्म यिनीहरूको अत्याचार छैन बस्ने, कहिलेसम्म बलात्कृत भइबस्ने, कहिलेसम्म अछुत भइबस्ने। जबसम्म तपाईँ हामी मिलेर यस्ता विवेकहरूको विरुद्धमा आवाज उठाउँदैन तबसम्म हामी त बस्नु छोडाउने मरिने रहेछ त। कसले सुन्छ हाम्रो कुरा, कसले सुनाउने हाम्रो कुरा? बोल्यो कि मारिहाल्छ। बिचरा मेरो जानको के दोष थियो? हामीले खोदलो गरेर खाने मान्छे सोधे अघि गरेर हारियो होइन। जसरी तुगो सुनायो पिरो सुनायो उसैले लुट्छ। तपाईँहरूको दुःख अब हामी सुनिदिनेछौँ दिदी। तपाईँहरूको मात्र होइन, यो देशका थुप्रै दिदीबहिनी आमाहरूको दुःख अब हामी सुनिदिनेछौँ। तपाईँ हिम्मत गर्नुहोस् दिदी, हामीलाई तपाईँहरूको साथ चाहिएको छ। ती हत्यारा र लुटेरालाई खुदेर सधैँ सधैँको भागीदार बनाउनु छ। जब तपाईँ यस्ता अन्याय र अत्याचारले सीमा नाप्छ तब प्रतिरोध र विद्रोहको जलामुखी हुन्छ। त्यसको नेतृत्व हामी गर्नेछौँ र यिनीहरूलाई खाक बनाउनेछौँ। तपाईँको श्रीमानलाई त हामी फर्काउन सक्दैनौँ होला दिदी, तर पक्कै पनि ती हत्याराहरूलाई हामी सजाय दिन सकिन्छ। तपाईँको घर खेत फिर्ता गर्न सकिन्छ। तपाईँको मात्र होइन, यो देशका थुप्रै दिदीबहिनी आमाहरूको घर खेत फिर्ता गर्नु छ, मान्छे भएर बाँच्ने अधिकार दिलाउनु छ। त्यसका लागि हामी शहीद हुन किन नपरोस्? जनतासँग खाएको कसम र शहीदको सपना पुरा गर्न हामी दृढ सङ्कल्पको साथ सधैँ अगाडि बढिरहनेछौँ र तपाईँहरूको मुहारमा मुक्ति र बिहानीको झुल्काउनेछौँ र यो देशमा मुक्तिको बिजुल फुकिरहनेछौँ। के हुँदैछ यहाँ? केको मिटिङ हो? ओइ हेर्दा
आफ्नो होस् या अर्काको जो आए पनि मजाले चेक गर्ने बुझ्यौ? हुन्छ सर। लाइन लागेर आइज। के छ के छ ल। कहाँ पुगेर आइयो? यसो माओवादीलाई चामल पुऱ्याएर आयो क्या हो? अनि पोका पाकी पनि ठुलै छ। कतै बम त बोक्नु भएको छैन? बम छैन छैन। अनि घरमा गाई बस्तु पाल्ने गरेको छ कि छैन? भनेपछि त मुई खानु मन लाग्यो भने त्यता आउँछु ल। अनि घर चाहिँ कहाँ पो? डाँडा त भन्यो, ठ्याक्कै भने आउनु सजिलो हुन्थ्यो। ए ल जानु जानु। भरे आउँछु। गुड मर्निङ छ है नि? गुड मर्निङ गुड मर्निङ। एकैछिन मिस, अब चेकिङ चलिरहेको छ। तपाईँलाई त फेरि थाहा छँदैछ देशको स्थिति। को आफ्नो को बिरानो कतै नहुने मिस। चेकिङ के भन्नुभयो? चेकिङ। तपाईँहरूले मलाई चिन्नु भएन क्या हो? म सधैँ यही बाटो हिँडिरहेको छु त। विद्यालयमा नानीहरूको इक्जाम चल्दैछ, क्वेसन पेपर मैसँग छ। मलाई जान ढिलो भइसक्यो। तपाईँहरू काम गर्नुहोस्, मलाई मेरो काम गर्न दिनुहोस्। साब मिसलाई त अभिवादनै चल्छ जस्तो छ। त्यसो भयो कुरो? त्यसो भए अभिवादन छ है कमरेड? तपाईँहरूले मेरो कुरा सुनिराख्नु भएको छैन कि बुझिराख्नु भएको छैन? मैले भनिरहेको छु, म टिचर हो। म यो अभिवादन केही पनि जान्दिनँ। नानीहरूको इक्जाम चल्दैछ, क्वेसन पेपर मैसँग छ। मलाई जान ढिलो भइसक्यो। तपाईँहरू काम गर्नुहोस्, मलाई मेरो काम गर्न दिनुहोस्। हामी पनि हाम्रै काम गरिरहेछौँ नि। अब सरकारको आदेशै त्यस्तो छ त। भनेपछि हजुर त टिचर। यसो गर्नु, आज हजुरले हामीलाई पढाउनुहोस्, हामी पढ्छौँ कि कसो केटा हो? पढ्ने साब। एक्जाम पनि हामी नै लेखौँला कि कसो? हो नि साब। तपाईँहरू वायत कुरा गरेर मेरो टाइम वेस्ट नगर्नुहोस्। मलाई ढिलो भइसक्यो। छोड्नुहोस् भनेको। भनेपछि उहाँ त कमरेड मात्रै होइन रहेछ, कमान्डरै हुनुहुँदो रहेछ। कतै ट्रेनिङमा गइन त बिर्सेको छैन? सरी। घुँडामा चाहिँ पक्कै पनि चोटपटक लागेको हुन सक्छ। मलाई छोएर बोलेको पिटिकै पनि मन पर्दैन। ए भनेपछि हजुरलाई छोएर बोलेको मन पर्दैन? केटा हो, अनुहार हेर त, आज कतै खानै नखाइकन आए जस्तो लागेको छैन मिसलाई? यसो गरौँ मिस, आज हामीसँगै खाना खाउँ। केटा हो,
पल्टन घरमा खाना त छ नि छ नि साहब लु लानु जाउँ अप्ठ्यारो मान्नु पर्दैन कि म खुवाइदिउँ नि तपाईँलाई तपाईँहरूलाई थाहा छ तपाईँ यो के भन्दै हुनुहुन्छ भनेर तपाईँहरू त सुरक्षाकर्मी मान्छे सुरक्षा गर्न बस्नुभएको मान्छेहरू उल्टै मलाई यहाँ रोकेर चेकिङको नाममा आतङ्कित बनाउँदै अभ्यास गर्न खोज्ने ए भनेपछि तपाईँलाई हाम्रो व्यवहार अलिक ठिक लागेन होइन त ठिक लागेन ठिक लागेन होइन त पक्कै पनि ठिक लागेन उठ्नु लैजा कोहीमा दुनियालाई सब भागो भागी भाइ भागेको छ यो बन्दुक सिकेको सिधै जानु दिएको टक्क सक्ने आमालाई खोज्छ कबड्डी जा
ओहो